गरेकै त हो नि पहिला है। आइडियाहरू चाहिँ कहाँ गयो? घरमै छ। यस्तो पनि खान्छ है गाईले? छिप्पेको चाहिँ काट्नु पुरा उयो हाम्रै लाग्छ नि। त्यो के हो छिल। यसको कान्छाले त उखेलेर फ्याँक्थ्यो। तपाईँको चाहिँ उयो छैन काकी गाई पाल्दैन? म दुध तलैबाट ल्याउँछु, मल पनि तलैबाट दिन्छ, घाँस पनि तलै दिन्छ। गाई बेच्यो है तपाईँले? बेच्यो, कसले घाँस काट्छ? म सकेको त्यस्तो दुःख बेसाउनु हुँदैन, म त केही पनि गर्दैन। झाडु खेल्ने पनि दुर्बललाई सबैलाई बोलाउँछु। कति बाँच्नु छ बेकारमा, के दुःख गरिबस्नु, जति गर्नु पर्यो। उखलीमा कुटेर भए पनि खानुपर्छ, पर्दैन दुःख गर्नु। छोरीहरूले छोराछोरीले हेर्छ भन्थे कि यसलाई चाहिँ हुँदो रहेछ, लडिबस्नु भन्थ्यो। पुरा किराहरू चाहिँ कागी किरा केही पनि गर्दैन हौ। यस्तो चाहिँ पहिला त्यो मुसाहरूतिर लाउँथे नि यस्तै। नलगाए जिउमा उयो हो नि त घाउ। बेसी त छैन रहेछ काकी। मलाई बेसी चाहिँदैन। रातो पनि हुन्छ? हरियो चाहिँ टिप्नु अलि उतापट्टि पनि छ। एउटै बोट हो यो? त्यहाँ पनि छ त, त्यहाँ छ त्यहाँ छ। टिप्दै गरेको निस्किरहेछ। एक छाक तपाईँलाई भइहाल्यो नि है? हुन्छ, म एकजनालाई कति चाहिन्छ? देखाउनु त कति टिप्यो भनेर देखाउँछु नि। काकीलाई एक छाक एक्लै हो, काकी पनि है। पहिला यस्तो हामीले खान्थ्यौँ नि केटाकेटीमा, स्ट्रबेरी भन्थ्यौँ कि हामीले यसलाई चाहिँ, लोकल स्ट्रबेरी। यस्तो गऱ्यो होइन।